राधे राधे, हरे कृष्ण। मलाई एउटा प्रश्न आएको छ कि आध्यात्मिक व्यक्तिको लक्षण के हो। सबसे पहिला त यो ज्ञान हुनु कि जुन परमात्मा मेरो अन्तरमा हुनुहुन्छ उनै परमात्मा अरू प्राणीहरूको अन्तरमा पनि हुनुहुन्छ। सिया राम मैं सब जग जाने करहु प्रणाम जोरे जुग पाने। र त्यस्तो व्यक्तिले कहिले पनि कसैलाई जानी बुझी दुःख दिन सक्दैन, कष्ट दिन सक्दैन। बाटामा हिँड्दा मार्गमा यदि कमिलाहरू पनि छन् भने बरु आफै साइड भएर हिँड्छ। किन? ईशावास्यमिदं सर्वम। त्यो जीवको भित्र पनि परमात्मा हुनुहुन्छ, मेरा इष्टदेव हुनुहुन्छ। त्यसैले यो ज्ञान मात्रै भएर भएन, थाहा भएर मात्रै भएन, हाम्रो आचरणमा पनि हुनु पर्यो। संसारमा त्यस्ता कतै व्यक्तिहरू हुनुहुन्छ जुन व्यक्तिलाई सम्पूर्ण भगवत गीता कण्ठस्थ छ, तर त्यो व्यवहार आचरणमा आउनु पर्यो, त्यो ज्ञान आचरणमा आउनु पर्यो। त्यसैले सम्पूर्ण प्राणीहरूको भित्र, सम्पूर्ण संसारमा आफ्ना इष्टदेवको दर्शन गर्ने, परमात्माको दर्शन गर्ने व्यक्तिलाई आध्यात्मिक व्यक्ति भनिन्छ। यो मूलभूत सिद्धान्त हो। र मेरो दृष्टिमा चाहिँ यदि यो एउटा मूल सिद्धान्त छैन, बेसिक व्यवहार छैन भने अरू सबै कुराहरू मेरो दृष्टिमा चाहिँ फेरि मलाई दिखावट, मलाई सबै आडम्बर लाग्छ। मेरो कुराले कसैलाई पनि कष्ट भयो भने म क्षमा चाहन्छु। अन्तिममा आफ्ना इष्टदेवको दर्शन सबैको भित्र गर्दै म सबैलाई प्रणाम गर्छु। आजको लागि यति नै।